गुड इभिनिङ छ हजुरहरूलाई सम्पूर्णलाई। फेरि पनि अर्को न्यू डे न्यू भिडियो लिएर आएको छु। यो चाहिँ बेलुकाको इभिनिङको अहिले चाहिँ टाइम हुँदैछ हजुरको 6:10-15 भएको छ। आज चाहिँ स्टेडियमतिर आएको छु भिडियो बनाउनको लागि। अनि हजुरहरू के कस्तो हुनुहुन्छ? हजुरहरू पनि सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। आज चाहिँ स्टेडियमतिरकै क्रिएटर एउटा भिडियो बनाऊँ भनेर आएको छु। हेर्न सक्नुहुन्छ हजुरहरूले बेलुकाको भ्यू इभिनिङको। सो आज चाहिँ साथीलाई लिएर आएको छु। साथी पनि उडिया हो, बोल्नु खोज्दैन, भिडियोको सामने आउनै खोज्दैन, शरम गर्छ बेसी हो। त्यही पनि अनि जबरजस्ती लिएर आउँछु। अनि त्यही पनि फोनमै बिजी हुन्छ व्यस्त। बोलिदिँदा त हुन्छ नि, बोल्नै खोज्दैन, मोबाइललाई हेरेर हिँडेकै गर्छ। अनि पुग्नु लागे स्टेडियमको बाहिरै। अनि हजुरहरूलाई के कस्तो लाग्छ हेरेर यसो कमेन्ट गरेर जनाउनु सक्नुहुन्छ। फिलहाल त आइपुगेँ। सो अब 1-2 मिनट लाग्छ, एक 2 मिनट भन्दा पनि कम्ती नै लाग्छ। यो चाहिँ अलिक दूरबाटै बनाउँदैछु हजुरहरूलाई देखाउनको लागि चाहिँ। फेरि सामने नै जाँदैछु, सामनेबाट पनि देखाइदिने कोसिस गर्छु। अनि भित्रको चाहिँ अहिले फिलहाल जाँदिनँ। पछि सेकेन्ड पार्टमा चाहिँ भित्रको पनि भिजिट गराउने कोसिस गर्छु हजुरहरूलाई, हजुरहरूको सामनेमा ल्याइपुऱ्याउने कोसिस गर्छु हो। आज चाहिँ फिलहाल बाहिरबाटै बनाउँदैछु। हेर्नु सक्नुहुन्छ बाहिरको पनि भ्यू ठिकै छ भन्दा पनि भयो होला। अनि खासै त आज क्राउड पनि त्यस्तो छैन, मान्छेहरू पनि त्यस्तो साह्रो छैन हो। नभएर त मान्छेहरू ड्यामै हुन्छ बेलुका इभिनिङको वाकको लागि। सो हेर्नु सक्नुहुन्छ ग्रिन फिल्ड चाहिँ स्टेडियम यो हो बाहिरबाटै। यस्तै छ, कस्तो के लाग्छ हजुरहरूले कमेन्ट गरेर भन्नु सक्नुहुन्छ। सो फिलहाल चाहिँ बाहिरबाटै देखाउने कोसिस गर्दैछु। यी साथी आउँदैछ, साथी चाहिँ दाजुसँग बोल्दैछ, उसको दाजुसँग। अनि मलाई जिस्काउँदैछ, म अब भिडियो बनाउँछु भनेर त्यही जिस्काउँदैछ। सो कस्तो लाग्छ हजुरहरूलाई कमेन्ट गरेर यसो भन्नु होला। हजुरहरूलाई राम्रो लाग्यो भने एउटा लाइक, एउटा कमेन्ट, एउटा सेयर गर्नु चाहिँ नभुलिनु होला।